हेलो गाइजहरू, आज म चाहिँ यता काभ्रे जिल्लाको कुन्ताबेसी भन्ने ठाउँतिर आइपुगेको छु। यो चाहिँ एकदम कृषि गर्ने योग्य जमिन रहेछ यो ठाउँमा चाहिँ। र हाम्रो चाहिँ यहाँ सुँगुर फार्महरू हाम्रो आदरणीय दाइ मणिराज राई मणि दाइको चाहिँ हेर्न सक्नुहुनेछ, यहाँ बङ्गुर फार्म चलिरहेको छ। बङ्गुर फार्म यस क्षेत्रमा चाहिँ उहाँले बङ्गुर फार्म चलाउनु भएको लगभग 5-7 वर्ष भइसकेको छ। र यो एरिया भनेको चाहिँ एकदम कृषि योग्य र एकदम बङ्गुर फार्म, कुखुरा फार्म आदि इत्यादिलाई चाहिँ उपयुक्त ठाउँ रहेछ। म पनि आज फर्स्टचोटि आइपुगेको छु। त्यसो भएको हुनाले जोस् तपाईँहरू कोही यो एरियामा कृषि अथवा फार्महरू, सुँगुर फार्म, कुखुरा फार्महरू खोल्नुहुन्छ भने यो एरियातिर आएर चाहिँ यसो यहाँको बासिन्दाहरूसँग समन्वय गरेर गर्न सक्नुहुनेछ। यो ठाउँ चाहिँ एकदम उत्तम ठाउँ रहेछ। यहाँ चाहिँ धेरै राम्रो, तपाईँको अलिक जाडो पनि होइन, गर्मी जस्तै भनौँ न, बेसी ठाउँ औल ठाउँ रहेछ। त्यसो भएको कारणले चाहिँ यहाँ कुखुरा सुँगुरहरू चाहिँ फस्टाउने यता अब जङ्गल नजिक, जङ्गलको हावापानी, स्वच्छ हावापानीहरू, पानीको प्रशस्ति, यता सुँगुर फार्मसँगै यता आलुहरू, साग सब्जीहरू हेर्न सक्नुहुनेछ। यता सबै कुरा चाहिँ यो ठाउँमा चाहिँ हुने रहेछ। काठमाडौँदेखि चाहिँ तपाईँहरूको लगभग यो दूरीको हिसाबमा कुरा गर्ने हो भने 35 देखि 40 किलोमिटर टाढा पर्छ। तर एकदम यहाँको भूगोल अनि यस ठाउँ चाहिँ एकदम उत्तम रहेछ। तपाईँ हामी जस्तो कृषक गर्ने व्यक्तिहरूको लागि चाहिँ है। विशेष गरेर यहाँ हाम्रो आदरणीय दाइ मणिराज राई, खोटाङ इन्द्रनी पोखरी हर्लुङछाको आदरणीय दाइ मणिराज दाइले चाहिँ यस क्षेत्रमा चाहिँ सुँगुर फार्म, माछा पालनदेखि लिएर विभिन्न कृषि, साग सब्जी, आलुहरू अथवा जति पनि अब साग सब्जीहरू उत्पादन हुन्छ यहाँ चाहिँ कृषि क्षेत्रमा एकदम उहाँले योगदान दिइरहनु भएको छ। र उहाँको योगदानप्रति चाहिँ एकदम आभारी र उहाँलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। र हेर्न सक्नुहुनेछ, तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने यो एरियातिर आएर यहाँको बासिन्दाहरूसँग समन्वय गरेर तपाईँहरूले पनि गर्न सक्नुहुनेछ। धन्यवाद।